एमाले पार्टी राम्रो? खै कुन राम्रो भन्नु कुन नराम्रो भन्नु। मुले काङ्ग्रेस पनि उहिले पोहोर परारै 7 सालमा गरिबका खसी बोका सुँगुर कुखुरा खान्थे अरे। अनि त्यहाँदेखि भइ नभई ल्याएर बुढापाकाले पकाइदिनु पर्थ्यो अरे। अलिक भर्खरका छोरी बुहारी जति लगेर ओडारमा लुकाउनु पर्थ्यो अरे। अनि खाइसकेपछि छोरी बुहारी खोइ भन्थे अरे। ती पनि अपराधी कुन गतिला हुन् र। अनि अहिले त्यसै बैशाखी टेकेर विदेशतिर लुक्न जान्छन् ती अपराधीहरू पनि गतिला छैनन्। अनि अब यसो कम्युनिस्ट भनेका त सबै एक हुनु नि, विचार मिल्नु, सबै विवेक मिल्नु। यो गु भरिएछ कि क्या कुनै दिन पनि कहिल्यै पनि यिनीहरूको बुद्धि नआउने पर जहिले लापा खेले मात्रै गर्छन्। दिमागमा गु नै पस्या होला र त। अनि खालि कुहेको कुखुरा र भुजामा बिकेका छन्। अब पनि त्यसरी नै बिकेर अब सधैँभरि यो मातृभूमिलाई रुवाएर सक्नै परे। यी कुहेका कुखुरा खाएका छन्, ताली बजाएका छन्, हिँडेका छन्, नेता पछाडि लाएका छन्। थोत्रे नेताहरू कहिले मर्न पनि सक्दैनन्, काल पनि आउँदैन। यसपालि यमराजले पनि किन पो माया मारेर छोडेको नि। थोत्रे बजिया नेताहरू सबै लैजान्छन् होला र। यसो ती बिचारा ती जेन्जी केटाहरू कति दुःख गर्छन्। भाइ बहिनीहरूको खुनमा होली खेलेर मोटाएर मजा बसेका छन् थुक्का बजियाहरू।